हेलो सम्पूर्ण साथीहरूलाई नमस्कार। सधैँ म तपाईँहरूको सामुमा उपस्थित भएको छु अमृत। मैले चाहिँ यहाँ टमाटरको बिरुवाहरू लगाएको छु, सारिसकेको छु है साथीहरू। त्यसपछि म चाहिँ एक हप्तापछि भिडियो गरिरहेको थिएँ। भिडियो लामो हुन्छ भनेर मैले बिचमा गरिरहेको छु साथी। र यो भिडियो चाहिँ मैले झेलाहरू लागिसकेको छु। पानी हालेर झेला चाहिँ मैले एउटा आफ्ना दाउरा गाडेर माथि टार तानेर यो चाहिँ सुतीको डोरा यसरी तानेर बनाएको छु साथीहरू। त्यसपछि टमाटर फुल खेल्न लागिरहेको छ। अब चाहिँ टमाटर चाहिँ फुल खेल्न आँटिसकेको छ। कुनैमा चिचल्ला लगाइसकेका छन्। साना साना दानाहरू आइसकेका छन् टमाटरका। कुनैमा 2-3वटा आएका छन् भने कुनैमा 1-2 आएका छन् भने कुनैमा चाहिँ अब फुल खेल्न आँटिरहेका छन्। कुनैमा दानाहरू आइसकेका छन् र हेर्न सक्नुहुन्छ यिनीहरू यति सानोमा फलिसकेका छन् भने अब चाहिँ पानी हालिरहेको छु मैले साथीहरू। पानी हालिसकेको छु फाइनली। त्यसपछि टमाटर चाहिँ फलिसकेको छ। टमाटरका दानाहरू लगाइसकेका छन् सम्पूर्णमा। अनि साथीहरू देख्न सक्नुहुनेछ अब कुनै चाहिँ फल्दैछन् भने कुनै अब पाक्ने सुरुवात हुँदैछ। हेर्न सक्नुहुनेछ टमाटर चाहिँ मैले चाहिँ यो 6 मिटर 12 मिटर लम्बाइ 6 मिटर चौडाइमा मैले यो ठाउँ बनाएको छु साथीहरू। यो बिरुवा चाहिँ लगभग अब फलिसकेका छन्। बिरुवा चाहिँ मैले 400 जति लगाएको छु भने यसमा अब फलहरू खेलिसकेका छन्। कुनैमा 10-12 दाना छन् भने कुनैमा 1-2वटा, कुनैमा 5-6वटा त्यस्तै दानाहरू फलिरहेका छन् साथीहरू। यो चाहिँ लगभग 12-13 वर्ष छ भने कुनै 1 किलो जति छ होला। यो पुरै पाक्यो भने अब पाक्ने लगभग रङ्गिन चङ्गिन हुँदैछ साथीहरू। देख्न सक्नुहुनेछ टमाटर हुन्छ साथीहरू। जतिजनाले यो भिडियो यहाँसम्म हेरेर साथ दिनुभयो सम्पूर्ण साथीहरूलाई धन्यवाद छ। यसै गरी तपाईँहरूको जिज्ञासा के छ कमेन्ट गरिदिनु होला र साथै यो भिडियो लाइक सेयर फलो गरिदिनु होला सम्पूर्ण साथीहरूलाई है त साथीहरू। हामी किसानहरूले यसरी बनाउनेछौँ सानो सानो मिहिनेत गरेर केही गर्ने सोचिरहेका छौँ साथीहरू। फलो सेयर गरिदिनु होला।